इतना ठाडो बाटो छ नि यहाँनिर आमामा कस्तो गरम छ छा 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 फुट तेरिका गरमले मरिन्छ ओ माछा अरे माछा को राख्ने माछा माछा दाजु माछा नराख्ने ए हुन्छ हुन्छ दिदी हुन्छ गए कितनी गरम छ फर्स्टमै गएर मेरो बहिनीलाई माछा पछाडिदिन्छु अन्डारमै अरे माछा अरे बहिनी आज दाजुले ताजा ताजा माछा ल्याएको छ खाने कि नखाने बहिनी अरे बहिनी अरे दाजु तपाईको बिमारी पो हुनुहुन्छ कि के हो खै बहिनी किन चाहियो तँलाई खै बहिनी भन्नु न अरे दाजु तपाईँ त बिमारी पो हुनुहुन्छ कि के हो अरे अरे ल दाजु तपाईँलाई दसैँ अझै पनि हटेको छैन दाजु तपाईँ दाजु अरे 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 दाजु अरे के भइरहेछ तपाईँ ल ल ल दाजु के हो तपाईँलाई त लाइन डिस्टर्ब छ कि के हो हजुर दाजु म यो खान्न कि एक ग्लास पानी ल्याइदिनुहोस् न भित्र भइरहेछ हजुर हजुर टोपी पक्रिनुहोस् तपाईँको दाजु बहिनी चाहिँ कहाँ जानु भएको छ बस्नुहोस् दाजु तपाईँ मात्नु भइरहेछ अरे अरे हो दाजु तपाईँले त मलाई माते कस्तो बनाइदियो अहिले म छटपटिने तालिने गरी हिँड्छु नि दाजु फेरि भन्दा ल खोजेको हजुर छैन दाजु मैले त्यो खोजेको होइन कि एक ग्लास पानी ल्याइदिनु गन्जाको पानी हजुर हजुर बहिनी चाहिँ कहाँ जानु भएको थियो हजुर तैँले गर्दा यस्तो भएर हजुर तैँले गर्दा अन्जान मान्छेलाई तपाईँले न्यु खोज्नुहुन्छ दाजु हामी त माछावाला हो माछा बेच्नु आउने बाहना गर्दै मेरो घरमा आउँदै मेरो बुढी फसस्तो हजुर होइन त्यस्तो नसोच्नुहोस् दाजु हजुर होइन दसैँको टिकाको दिन पनि तैँले मिठाई र लिपस्टिक पठाइदियो हजुर होइन दाजु अरे दाजु दाजु नकुटोस् न मार्छ कि के दाजु गर्नुहोस् न दाजु मार्छ कि के दाजु अरे दाजु मार्छ कि के हो दाजुले त तैँले मेरो बुढी मन पराउँछस् तपाईँको बुढी त मन त पढाउँदिन कि तर लाग्छ क्या हजुर दाजु मधिसे साला हरामी आइदा त आइदा त त्यो म खुकुरीको टाउको छिनाइदिन्छु म तेरो साला मधिसे साला आज यसको रस बनाइदिन्छु पढाइ पनि छ माछा त लगेछ लुङ्गी त लानु पर्यो हो दाजु ल दाजु बुढी चाहिँ फेरि